दुईटा पालिकाको हामीले त्यहाँ कुराकानी गरेर आयौँ। नारायण नगरपालिका सदरमुकाम र अर्को दुल्लो नगरपालिका, कर्णाली प्रदेशकै ठुलो नगरपालिका दुल्लो हैन। उहाँहरूले चाहिँ हामी 83 चैतभित्र भन्नुभएको छ। हामीसँग कति छ 83 पुग्नलाई? 2 वर्ष लाग्दैन हामीले चाहियो भने तै पनि जिरोमा भन्न खोजेको। त्यति बेलासम्म हाम्रो सबै नै भन्ने हिसाबले हामीले कुरा गरेका छौँ। अब हामीले सपना देखिसकेका छौँ। अब एकछिनमा है त अब सपना भनेको हेर्नुहोस् त अङ्ग्रेजीमा के कसरी यसलाई रूपमा लाँदाखेरि ड्रिम भनेको के छ? डिले डेडिकेसन। अब हामी यसमा समर्पित हुनु पर्छ। समर्पण अब लाग्यो गिलो ज्यान हामी लाग्यो। रेस्पोन्सिबिलिटी, त्यसको जिम्मेवार बन्ने। ई भनेको एजुकेसन, आफ्नो ज्ञान पनि बढाउने, यो ज्ञानलाई अरूलाई पनि बाँड्ने है। दुईटै कुरा हो। आफूले मात्र बुझेर भएन, अरूलाई पनि बुझाउनु पर्यो, अरूलाई पनि शिक्षा दिनु पर्यो। र अब एटिच्युड भनेको सकारात्मक। हामी सक्दैनौँ, हामीलाई चाहिँ सफा गर्ने मान्छे चाहिन्छ होइन, आउँछ त्यो दिन पनि आउँछ होइन, आउँछ। हामी त्यसको लागि वकालत गर्छौँ होइन। तर पनि के हो भने एउटा सिक्ने थलो भएको हुनाले एबिसिडी मात्रै होइन, यो जिन्दगी सिक्ने ठाउँ हो। र मैले अघि नै भने हाम्रो बालबालिकाहरूलाई अब बाहिर गएर काम गर्ने भनेको एमएससी हो, स्कुलबाट सिक्दै जान्छ। संस्कार सिकाउँ भन्छ, संस्कार सिकाउने हो है। अब पोजिटिभ एटिच्युड हुनु पऱ्यो र यसको लागि मोटिभेसन है। काँधमा बोकेको कुकुरले मृग मार्दैन, बुढापाकाले भन्नु है। आज मैले हजुरहरूलाई चाहिँ अब गर्नै पर्छ भनेर यो जबरजस्ती गरे होइन कि। अब भित्रै पाका आउनु पऱ्यो, सरसफाइ बात है। अब यो मैले हिन्दी शब्द नै प्रयोग गरेँ, यसलाई चाहिँ मिठास त्यहाँनिर छ। अब हामी सबैको दिलमा सरसफाइ हुनु पऱ्यो र अब हाम्रो एकताको पावर हेर्नुहोस् त। एक्लै एक्लै भएदेखि खुत्रु पार्थ्यो होइन। हो हामी पनि के छौँ त, 5 वटा हाम्रो परिवार सदस्य छौँ। एउटा थप हामीसँग स्थानीय सरकार छ, सहयोगी संस्थाहरू हुनुहुन्छ।